यतिखेर हामी सिन्धुलीगढी भित्र छौं। यहाँ यस्तो दृश्य हेर्न पाइन्छ। यो कसको स्ट्याचु रहेछ? विक्रम थापा, स्वर्गीय कृष्ण विक्रम थापाको स्ट्याचु। अब यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ। खिचियो फोटो। हजुर सेल्फी हैन, यो भिडियो खिचिरहेको छु। म यस्तै खिचिरहेको छु नि। यो चाहिँ आधार त्यतिखेरको जेल घर हो। यो चाहिँ जेल मान्छे कोद्नु सक्यो बोल्दै पनि गरेछ भिडियोमा। त्यसमै मान्छे हाल्ने कहाँ जेल घर खाल्टे खाल्टेमा ये त्यही जेल पहिलाको जेल घर। ओके अब हामी अगाडि बढौँ। सिन्धुलीगढी घुमेर हेर्दा अगाडि बढ्दै जाँदाखेरि ल ब्लगमा कन्टिन्यू गरेर को गर्न जान्छ? आउँछ अन्त भयो। यति राम्रो छ यहाँ। ओके ओके यो भिडियो ब्लग नै बनाइरहेको छु कि। एकदम सिन्धुलीगढी क्या सुन्दर छ, क्या रमाइलो छ हैन। यो पुर्खाहरूले सिर्जना गरेको एउटा इतिहास हो। जुन इतिहासमा जुन धरोहरमा हामी आज अवलोकन गर्ने, हिँड्ने र हेर्ने मौका पायौँ। त्यही मौकाहरूमा हामीले केही फोटाहरू खिच्यौँ। यतानेरि चाहिँ पहिला वार भएको यहाँनिर सिन्धुलीगढीको वार पिक्चर। मिसिन गनबाट वार गरेर नेपाली साहसी पुर्खाहरू वीर योद्धाहरूलाई पनि यहाँ फोटोमा कैद गरिएको छ हैन, तस्बिरमा कैद गरिएको छ। यहाँ काली वंशका पाण्डे राज पाण्डे माथि यही माथिको वीरेन्द्र उपाध्याय, श्री हर्षपन्त, सिकारी सरदार। यहाँ चाहिँ म्युजियम छ। वार हुँदाखेरि के हामीले युज गर्यौँ सामानहरू। युद्ध गर्दाका सामानहरू मेसिन गनहरू। सिन्धुलीगढी वार म्युजियम यो माथिको नेपाली यो मजाले। डु नट टच एनिथिङ। यो चाहिँ वाह तोप यही युज गरेको थियो होला नि पहिला वार बेला। फोटो खिच्दिउँ है त। ड्याडीको खिच्दिउँ। यो त म्युजियम हो अनि यता पनि अर्को मेसिन गन यस्तो छ। यो चाहिँ ऊ होला, गोली होला, यत्रो यत्रो बम होला, के हो? ए त्यहाँ माथि लेखेको पढ्नु त। मेरा सानो दुसले आर्जेको मुलुक होइन, सबै जातको फुलबारी। यो कसको भनाइ हो? पृथ्वीनारायण शाहको होला। ए भित्र फोटो छैन होला, भित्र फोटो अलाउड छैन। अब यहाँबाट फाइनल्ली हामी सिन्धुलीगढीका विभिन्न यहाँ तो खिचौँ माथि जाउँ माथि फोटो खिचौँ। होइन त्रिभुवन हो त्यहाँ त। त्रिभुवन राजा नामै त त्रिभुवन पार्क हो। अनि यहाँ चाहिँ हाम्रो पृथ्वीनारायण शाह जिन्दाबाद।
हो राम्रै आउँछ अब यत्रो सिडी चढे माथि के छ ब्लग खिच अनि अब हामी यहाँबाट वार जोनमा जान्छौँ गाइज फोटो यहीँबाट खिच्यौँ पिलिक्क माथिबाट तल चाहिँ खिच्नु पर्ला जाउँ घाम छ धेरै अब यो सिडी कतिवटा सिडी होला है यार 1000वटा 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 सिडी नै सिडी छ गाइज यता जङ्गल सिडी काउन्ट गर्ने यहाँबाट गर्न छोडिदेऊ सास फेर्न बिर्सेला फेरि हेर मलाई गन्दैछ 86 87 88 89 90 91 92 93 94 95 96 98 108 हो कि क्या ल सबजना तल पुगे गाइज म मात्रै माथि छु ल गाडी आइपुग्यो 122 finally 122 ladder stairs yeah completed. Finally we are at the war zone. यो गाडी हो यहीँबाट अङ्ग्रेजहरूसँग खेलेको युद्ध. This is the area. That's the entrance. Here is a mysterious place. It's a mysterious place रहेछ. Maybe यो इनार सिनार केही होला पानी खाने माथि. नेपालको झन्डा छ. के भएको छ? Alright. यति मात्रै रहेछ होइन यत्रो सिडी चढेको यहाँ माथि के छ भन्नु छैन दरबार छ भन्ने कुरा थियो. यहाँबाट केही छैन अब. पहिला चाहिँ एउटा वार गरेको गाडी. यहाँ बस्ने यहीँ हो. खाने पकाउने बस्ने एभ्रिथिङ यहीँभित्र हुन्थ्यो. किल्ला हो यो चाहिँ. यस्तो किल्लाहरू धेरै छन्. अब यो पालहरू देखाएर यो चाहिँ यही पालबाट यसरी हानेको भन्ने टोकरी. नेपालीहरूले आफ्नो मुढा जे हान्नु पर्ने यिनै पालहरूबाट पालबाट हेरेर गन तोप सोप निकालेर मान्छे हेर्ने ठाउँ लुकेर. त्यसरी यसो यस्तो पर्खाल पनि देखाइदियो. त्यो पर्खाल लुक्दै होइन पसलमा लुक्दै यहीँबाट गर्दा हुन्छ. यी पालहरूबाट चाहिँ अनि नेपालले त्यहाँको पाल छ. जे साधन छ युद्धका साधन जे छन् तिनै पालहरूबाट प्रयोग गरेर अङ्ग्रेजलाई परास्त गरेको ठाउँ. गढी सिद्धुली गढी यो चाहिँ हाम्रो मेजर वेपन यही हो
यो सिस्नोले उनीहरूलाई पोलेको नि उनीहरू भागेको माथिबाट हान्दाखेरि सिस्नोले परेर लागेको यसो ड्याडी टोपी नेपालको किरै बैरी नेपालको झारै बैरी भनेर अङ्ग्रेजले चाहिँ हाम्रो झार र किराको लागि भनेर देशव्यापी रूपमा चर्चा अरिङ्गालको गोलो झारै बैरी भनेको चाहिँ यही हो सिस्नो अनि अरिङ्गालले टोक्ने र सिस्नोले पोल्ने अनि माथिबाट ठोक्ने गरेपछि अङ्ग्रेजहरू यहाँ माथि यही मात्रै यताबाट यो भनेको चाहिँ ऊ रहेछ हतियार लुकाउने ल जाउँ 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 लेट्स गो अरू ठाउँतिर जाउँ लेट्स मुभ यो चाहिँ वीर गोर्खालीहरूले यहाँ युद्ध लड्दाखेरि उनीहरूको आफ्नो हतियारहरू लुकाउने ठाउँ उनीहरूले आफ्नो हतियारहरू यहाँ स्टोर गरेर यी पालहरूबाट उनीहरूले चाहिँ आफ्नो मेसिन गनहरू प्रयोग गरेर अङ्ग्रेजहरूलाई भगाएका यो त उनीहरू भेला भएको ठाउँ होला नि स्पोर्ट होला नि त हतियार लुकाउने ठाउँ अनि तल अरिङ्गलका गोला यस्तो पालहरू छ पालबाट चाहिँ हेरेर गनहरू छिराउने ठुलो भयो भने त देखिहाल्छ सानो सानो पालहरू छ वालहरूमा वालहरूबाट हेर्दै सेप लाइनको लागि यो बनाएको यिनीहरूले यहाँ सब झोडाउने ठाउँ हो यो त उनीहरू वरिपरि स्पेस अनि यो चाहिँ स्पेस छ कि घरहरू चढ्यो अनि यहाँबाट अट्याक गरेर आउँछ अनि उनीहरूले आयो भने लुक्ने ठाउँ सेभ लाइन so beautiful सिन्धुली गाडी लेट्स गो बाडी दिस इज द बम अब हामी फेरि बरेङबाट तलै जान्छौँ हेलो How do you look in the camera? मान्छेले चलाउँदै गयो हरेक मान्छे खेल्दै गयो भत्किन्छ नि त यो नचलाइदिनु पहिलाको ढुङ्गा यो नचलाइदिनु भनेको यहाँ लेखेको थियो पुरानो ढुङ्गाहरू नि फेरि घरमा 120 होइन यहाँनिर चाहिँ खिच्नु पर्छ हामीले यार फोटो यहाँनिर उभिएर यो वरिपरि खिचौँ न खिचौँ एउटा Let's के गर्दैछौँ हामी यतिखेर गोर्खालीहरूले युद्ध जितेको ठाउँ धरतीको माटोको टिको लाएर हामी अघि बढ्छौँ वीर गोर्खालीले आफूले आफ्नो आत्माको टिको लाउँछौँ आफूले ल ल वीर गोर्खाली सिन्धुली गढी हामी यति स्वतन्त्रबाट हिँड्न पाएको छौँ दरबार हामी अवलोकन गर्दैछौँ पुरानो दरबार अवलोकन गरेर हामी ओह्रालो झर्दैछौँ गुल्टी अन्त कहाँ पुग्छ सिँढीहरू बनायौँ हामीले कति सिँढी रहेछ 122वटा खुर्किला पार गरेर हामी होइन नेपाली गोर्खालीहरूले युद्ध गरेको स्पोर्टमा फेरि हामी रिटर्न ब्याक हुनेछौँ र यो 122वटा खुर्किला चढेर हामी गोर्खालीहरूले युद्ध लडेको ठाउँमा चाहिँ हामी पुग्यौँ र त्यहाँको अवलोकन गऱ्यौँ र अब फेरि पुनः हामी आफ्नो गन्तव्यतिर लम्किँदैछौँ फर्किनेछौँ लेखेर लेखेर पर ड्याडीलाई अनि मोबाइल जस्तो हलाउनु पर्दैन स्टिक सँगै पुग्यो अनि झर्दैछौँ अब यिनीहरू त सबै नयाँ संरचना हो मेरो लेस खुस्किसक्यो पहिला त अनि सदरमुकामै हेरेँ नि तलको पहिलाको सदरमुकामै हेरेर छ अब पछि सदरमुकाम तल सिन्धुली बजारमा सारेर अनि अहिले चाहिँ अब यो पौराणिक पुरातत्व म्युजियम नयाँ म्युजियम हो यो चाहिँ फेरि नयाँ म्युजियमको बिल्डिङ होइन पुर्खाहरूको उपहारलाई दर्शन गर्ने अवसरका रूपमा यसो सजाएर राखिएको रहेछ अहिले यस यहाँ आउँदा रमाइलो लाग्यो रमाइलो रहेछ यो पनि यो पुर्खाहरूले सिर्जना गरिदिएको एउटा ठाउँ थियो र यो रमाइलो अवलोकन गर्ने अवसर प्राप्त भयो थ्याङ्क यू हाम्रा पुर्खाहरूलाई थ्याङ्क यू हाम्रा पुर्खाहरूलाई हाम्रा ओल्ड मेनहरूलाई ओल्ड जेनेरेसनहरूलाई
एन्सेस्टर भन्नु एन्सेस्टर एन्सेस्टर थ्याङ्क यू एन्सेस्टर ओल्ड म्यानहरूलाई निर्माण गरेका संरचनाहरू निर्माण गरे ओल्ड म्यानहरू होइन युद्ध लड्ने चाहिँ सबले स्वर्गवासी भइसक्यो नि ल यति नै रह्यो हाम्रो गाडीको भ्रमण मैले खिचेको छुइनँ यता र उता यो सानो दुइटासँग ग्रुप त अस्ति नै त्यही होइन उता खिचेको हामीले ग्रुप त यही हो जस्तो लाग्यो त्यही ग्रुप हो मिल्छ नि फोटो खिच्न मिल्ने एरिया हो हाम्रो योद्धाहरू वीर यतिखेर हामी गार्डनमा छौँ सो गार्डनमा यहाँ के लेखेको छ भनेर म हजुरहरूलाई देखाउन चाहन्छु पढ्नु है सबैजनाले के लेखेको रहेछ पज गरेर पढ्नु म धेरै बेर देखाउन सक्दिनँ यहाँ ड्याडलाई फोटो खिच्नु पऱ्यो अरे गाइज ला हामी अर्कै ठाउँ पुग्यौँ यो चाहिँ जेल घर हो गाइज सिन्धुलीगढीको जेल घर हिँड न आफ्नै सुनमा अहिले पनि हामीसँग हामी हेर्न सक्छौँ देख्न सक्छौँ यी सुरक्षित अवस्थामा छन् यी अब र पछि सिन्धुली बजारमा चाहिँ यो खेलिराख्न एकछिन गढीमा छौँ यहाँ चाहिँ बच्चाहरू फाइनल्ली गढीमाथि गढीको टाकुरोमा गेम खेल्दैछन् यो सिन्धुली गढी हो रोमान्टिक छ सिन्धुली गढी सिन्धुली जिल्लाको धरोहर सिन्धुली जिल्लाको पहिचान सिन्धुली जिल्लाको नाम रुँदैछ राम्रो बनाएको छ पुर्खाहरूको चिनारी ल भयो